सार्वजनिक खरिद कार्यमा संलग्न पदाधिकारीले पालना गर्नुपर्ने आचरणहरू उल्लेख गर्नुहोस्। प्रश्न यो छ, अब सार्वजनिक खरिद कार्यमा संलग्न पदाधिकारीले पालना गर्नुपर्ने आचरण। सुरुमा यसको लीड पोइन्ट हेरौँ। सार्वजनिक निकायको खरिद योजना तर्जुमा गर्ने, खरिद कारबाही सञ्चालन गर्ने, खरिद सम्झौता कार्यान्वयन गर्ने कार्यमा संलग्न पदाधिकारीले देखाएको आचरण पालना गर्नुपर्दछ। यहाँ प्रश्नमा भनेको छ कि खरिद कार्यमा संलग्न पदाधिकारीले मतलब खरिद मात्र गर्ने होइन कि खरिदको योजना बनाउने, खरिद कारबाही सञ्चालन गर्ने, साथै खरिद सम्झौता पनि खरिद कार्य अन्तर्गत पर्दछ। र कस्ता कस्ता आचरण पालना गर्नुपर्दछ त? पहिलो रहेको छ खरिद कारबाहीमा बोलपत्रदाताको स्वच्छ प्रतिस्पर्धा हुने गरी आफ्नो कर्तव्य निष्पक्ष ढङ्गले पालना गर्ने। स्वच्छ प्रतिस्पर्धा हुने गरी आफ्नो कर्तव्य निष्पक्ष ढङ्गले पालना गर्ने। निष्पक्ष ढङ्गले पालना गर्ने। पहिलो पोइन्टलाई हेरौँ। खरिद कारबाहीमा भन्नाले हामी सार्वजनिक खरिदको कुरा गर्दछौँ, कुनै व्यवसायिक खरिद होइन। सो सार्वजनिक खरिद कार्यमा संलग्न पदाधिकारीले कस्तो कस्तो आचरण पालना गर्नुपर्दछ भन्नेमा पहिलोमा चाहिँ के हो भन्दा बोलपत्रदाता भनेको जसले चाहिँ खरिद म गर्छु भनेर निवेदन पेश गर्छ, त्यसलाई हामी बोलपत्रदाता भन्छौँ। सो बोलपत्रदाताको चाहिँ स्वच्छ प्रतिस्पर्धा हुने गरी आफ्नो कर्तव्य निष्पक्ष पालना गर्नु पर्यो। दोस्रो पोइन्टमा खरिद कारबाहीको सञ्चालन सार्वजनिक हित हुने गरी गर्ने।